हेलो एभ्रिवान, वेलकम छ मेरो मिनी भ्लगमा। आज हामी जाँदैछौँ भाटबटेनी। भाटबटेनी जाँदै गर्दा हामीले ज्ञानुलाई लिएर गयौँ। अनि यो हो अत्तरिया बजार, धनगढीको रोडहरू। हामी मस्ती गर्दै स्कुटीमा सरर भाटबटेनी जाँदैछौँ। भाटबटेनी पुगिसक्यौँ। पुगेर अब हामी जान्छौँ भित्र। थोरै हामीले भिडियो क्लिप खिच्यौँ। त्यसपछि ज्ञानुलाई अगाडि पठाएर मम्मी पनि जानुभयो। हामीले त्यसपछि सपिङ गरेर आएर पिज्जाहरू खायौँ। पिज्जा र चिकन नगेट्स मगाएका थियौँ। पिज्जा ठिकै थियो, त्यति टेस्टी पनि थिएन, तर मिठै नै थियो। अनि हामीले पिज्जा खायौँ। पहिला मम्मीले टेस्ट गर्नुभयो, मम्मीले मिठो छ भन्नुभयो। त्यसपछि मैले पनि खाएँ। मैले र ज्ञानुले खाइराखेका थियौँ। एकदमै मिठो भयो। त्यसपछि हामी लाग्यौँ घरतिर। एकदमै सुन्दर र राम्रो दृश्य थियो। हामी हिँड्यौँ, घरतिर लाग्यौँ। धनगढीको रोड एकदमै राम्रो छ। हामी मस्ती गर्दै अत्तरिया बजार पुग्यौँ। अत्तरिया बजारबाट हामी गयौँ घरतिर मलाखेती। यो हो केही फोटोहरू हामीले भाटबटेनीमा खिचेको। धन्यवाद।